आदरणीय उपसभापतिज्यूहरू, महामन्त्रीज्यूहरू, अन्य सबै पदाधिकारी नेतागण, सबै केन्द्रीय समितिका साथीहरू, सबैलाई हार्दिक धन्यवाद। म प्रारम्भमा सम्पूर्ण ज्ञात अज्ञात शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्छु। 2082 फागुन 21 गते सम्पन्न प्रतिनिधि सभाको निर्वाचनको परिणामको जिम्मेवारी लिएर मैले फागुन 3 गते नेपाली कांग्रेसका उपसभापति आदरणीय विश्वप्रकाश शर्मा समक्ष मेरो आफ्नो राजीनामा प्रस्तुत गरेको थिएँ। नेपाली कांग्रेसको चैत 3 गते नेपाली कांग्रेस पार्टीको विधानको व्यवस्था यही हो कि पार्टी सभापतिले राजीनामा दिन चाहेमा पार्टीको उपसभापति समक्ष राजीनामा दिने र उपसभापतिजीले त्यो राजीनामाको निर्णय गर्नका निम्ति केन्द्रीय समिति समक्ष प्रस्तुत गर्ने। त्यही विधानको व्यवस्था अनुसार केन्द्रीय समितिमा मेरो राजीनामा प्रस्तुत भयो र यसमाथि छलफल पनि भइसकेको छ। मैले कुनै हतारोमा आएर राजीनामा दिएको पनि होइन र हताश भएर राजीनामा दिएको पनि होइन। विशेष महाधिवेशन नगरिकन फागुन 21 गतेको प्रतिनिधि सभाको निर्वाचनमा हामीहरू गएका थियौँ भने त्यो निर्वाचनको सामना हामीले कसरी गर्नु पर्थ्यो भन्ने कुरा निर्वाचित भएको 18 जना उम्मेदवारले पनि राम्रोसँग बुझ्नु भएको छ। हामी निर्वाचित हुन नसकेको तर प्रतिस्पर्धा गरेको 147 जना उम्मेदवारले पनि राम्रोसँग बुझेका छौँ। जो निर्वाचनमा नेपाली कांग्रेसको उम्मेदवारका निम्ति मत माग्न आउनु भएन वा मत हाल्न जानु भएन, उहाँहरूले यसको बारेमा अनुमान लगाउन सक्नुहुन्न। त्यसैले विशेष महाधिवेशन गरेर कहीँ कतै कमजोरी पो गर्यौँ कि भन्ने कुराको बारेमा एक निमेष पनि अलमल लिएर म यो निर्णयमा पुगेको थिइनँ। कुनै दबावबाट पनि निर्णयमा पुगेको होइन। किनकि मैले अघि नै भने जसले मत माग्नु भएन वा जो मत हाल्न जानु भएन, राजीनामा गरे पनि राजीनामा नगरे पनि यसका बारेमा टिप्पणीहरू के हुन्छन् भन्ने कुरा ती धेरै मेरा निम्ति सरकारको वा प्राथमिकताका विषयहरू रहेनन्। जो साथीहरू अत्यन्त प्रतिकूल अवस्थामा पनि नेपाली कांग्रेसका निम्ति लाग्नुभयो, खट्नुभयो, ती साथीहरूको राय मेरा निम्ति स्वाभाविक रूपमा शिरोधार्य रहने नै भयो। त्यसैले मैले मेरो राजीनामाको सोच बनाइसके पछाडि पहिलोपटक यो कुरा उपसभापति विश्वप्रकाश शर्मासँग नै मैले आफ्नो भावना राखेको थिएँ र म निर्वाचनको लगत्तै पश्चात राजीनामा दिन चाहन्थेँ। तर केही प्राविधिक कुराहरूले रोक्यो। योभन्दा अघिल्लो कमिटीको सभापति आदरणीय शेरबहादुर देउबाको हस्ताक्षरमा निर्वाचन आयोगमा समानुपातिक उम्मेदवारको सूची बुझाइएको, बीचमा विशेष महाधिवेशन भएको र विशेष महाधिवेशन भइसके पछाडि विशेष महाधिवेशनको निर्णयका आधारमा निर्वाचन आयोगमा सभापतिको रूपमा मेरो हस्ताक्षरबाट हामीले उम्मेदवारको चयन गरेर बुझाउनु पर्ने त्यो व्यवस्था रहेको, जसको कारणले गर्दा निर्वाचनका ती प्रक्रियाहरू पुरा गर्ने मेरो कर्तव्यभित्रको विषय थियो। निर्वाचनका ती जिम्मेवारीहरू पुरा गर्न साथै त्यसैले 3 गते जब हामीले समानुपातिक उम्मेदवारहरू टुङ्ग्यायौँ त्यसको लगत्तै पछाडि मैले राजीनामा प्रस्तुत गरेको थिएँ। मैले अघि भने कुनै दबावको विषय पनि थिएन, कुनै ग्लानीको विषय पनि थिएन। तर मैले यो गर्नु पर्थ्यो भन्ने निष्कर्ष म किन पुगेको हो भने यो अकाउन्टेबिलिटीको विषय थियो, जवाफदेहिताको विषय हो। हामी नभएको भए के हुन्थ्यो, हामीले समय बढी पाएको भए के हुन्थ्यो। हामी अत्यन्त प्रतिकूल अवस्थामा निर्वाचित भएर आएको भोलिपल्ट या पर्सिपल्ट हामीले उम्मेदवारी चयन गर्नु पर्यो, हामी तत्कालै निर्वाचनको मैदानमा जानु पर्यो, हामीले अलिकति बढी समय पाएको भए के हुन्थ्यो। यी तर्कहरू छन्, तथ्यहरू पनि छ, यसले केही कुराको एक्सप्लेन पनि गर्छ। तर फेरि पनि सत्य के हो भने म नेपाली कांग्रेस पार्टीको सभापति हुँ, म यो टिमको क्याप्टेन र मेरो नेतृत्वमा हामी निर्वाचनमा गएको हो। यो भएको भए के हुन्थ्यो, त्यो भएको भए के हुन्थ्यो भन्ने विश्लेषणका ठाउँहरू छन्।
तर पनि जवाफदेहिता भनेको मैले त्यसको जिम्मेवारी लिनुपर्छ। त्यस कारणले गर्दा मैले अनौपचारिक छलफलमा पनि मेरो पार्टीको आदरणीय उपसभापतिजी, अर्को उपसभापतिजी, महामन्त्रीजी लगायतका सभामुखजी जति नेताहरूसँग मेरो भेटघाट भयो, मैले लगातार यही नै कुराहरू भनिरहेँ र औपचारिक रूपमा पनि मैले केन्द्रीय समितिभित्र त्यस कारणले गर्दा मेरो आफ्नो राजीनामा बुझाएँ। मैले यो बिचको समयमा मैले के महसुस गरेँ भने मलाई पार्टीका मेरा सभापतिजी लगायतका साथीहरू, केन्द्रीय समितिका तपाईँहरू, योभन्दा बाहिरका साथीहरूको ठुलो पङ्क्ति जसले बिचको 3-4 दिनको जुन समय रह्यो, त्यो 3-4 दिनको समयमा जुन अपार माया, एउटा विश्वास, स्नेह, भरोसा प्रकट गर्नुभयो, त्यो मेरो लागि ऊर्जा। तर फेरि पनि मैले त्यो निष्कर्षमा किन पुगेको भने मेरो जवाफदेहिताको विषय हो, मैले यो कुरा गर्नुपर्छ। मैले आफ्नो कर्तव्य जे ठाने मैले त्यो कुरा गरेँ। विधानको व्यवस्था अनुसार केन्द्रीय समितिको बैठक तपाईँहरू बस्नुभयो, तपाईँहरू बसेको बैठकमा 2 दिनसम्म यसको बारेमा सघन छलफल गर्नुभयो र एउटा निर्णयमा तपाईँहरू पुग्नुभयो, जुन निर्णयमा विशेष महाधिवेशनको के जिम्मेवारीहरू चाहिँ बाँकी रहेको हुनाले गर्दा यो बेलामा विशेष महाधिवेशनबाट आएको नेतृत्वले महाधिवेशनको जिम्मेवारी पुरा गर्नुपर्छ र त्यस पछाडि महाधिवेशनले अरू बाँकी रहेको बाटो देखाउँछ भन्ने लगायतका तपाईँहरूकैले बसेर बैठकले निर्णय गरिसक्नुभयो। मैले जुन राजनीतिक जिम्मेवारी र जवाफदेहिताको कसीबाट मेरो आफ्नो राजीनामा बुझाएको थिएँ, र मैले अनौपचारिक ढङ्गले पनि पार्टीका नेतालाई आग्रह गरेको थिएँ कि तपाईँहरूले यसलाई स्वीकार गरिदिनुपर्छ र अधिवेशनमा लिएर जानुपर्छ। मैले आफ्नो राजीनामा पत्र पनि त्यही कुरा भनेको थिएँ। मेरो अपेक्षाभन्दा भिन्न तर केन्द्रीय समितिले एउटा निर्णय गरेको छ। यो निर्णय गरिसके पछाडि अब म यो निर्णय मैले आफ्नो कर्तव्य जे ठाने मैले गरेँ। नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिले जे कर्तव्य ठिक हो भन्ने ठाने उसले गर्यो। अब यसका बारेमा को ठिक को बेठिक भनेर थप यसमा गलफत्ती गरिरहन वा दोहोरी खेलिराख्न आवश्यक हुँदैन भन्ने म ठान्दछु। तपाईँहरूले गरेको निर्णयलाई त्यो मेरो अपेक्षा विपरीत थियो, तर मैले त्यो निर्णयलाई मैले सम्मान गर्नुपर्छ र अब यो ठिक बेठिक के हो भन्ने कुरा अब नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशनले विषयको बारेमा टुङ्गो लगाउँछ। मभन्दा ठुलो केन्द्रीय कार्य समिति हो, केन्द्रीय कार्य समितिभन्दा ठुलो महाधिवेशन हो। त्यसैले निर्वाचनसँग जोडिएर मैले गरेको निर्णय, त्यो निर्णय उप केन्द्रीय कार्य समितिले गरेको निर्णयको एउटा अध्याय समाप्त भयो र एउटा नयाँ अध्याय आजबाट प्रारम्भ भएको छ। हामी एउटा महाधिवेशनको जिम्मेवारी लिएर आएका थियौँ। महाधिवेशनतर्फ अब हाम्रो पार्टीलाई हामीले अगाडि बढाउने हो र त्यही महाधिवेशनकै हलमा के निर्णय ठिक थियो, के बेठिक थियो, यी सबै कुराहरूको बारेमा छलफल पनि त्यही हुन्छ, अब छिनोफानो पनि त्यही हुन्छ। पार्टी जीवनमा महाधिवेशन हाम्रो निम्ति सर्वाधिक महत्त्वपूर्ण एउटा फोरम। यो महाधिवेशन कहिले गर्ने, कसरी गर्ने, यसका बारेमा आजको बैठकमा मेरा केही प्रस्तावहरू छन्। तर ती प्रस्तावहरूमा प्रवेश गर्नुभन्दा पहिले म राष्ट्रिय राजनीतिका सन्दर्भमा नेपाली कांग्रेस पार्टीले आजको मितिमा बोल्नुपर्ने केही कुराहरूको बारेमा विचारहरू राख्छु र के गर्नुपर्ने निर्णयहरू छन्, ती निर्णयहरूको बारेमा पनि केही प्रस्तावहरू यहाँभित्र राख्छु। फेरि एकपटक नेपाली माटोमा शहादत दिएर हामीहरूलाई आफ्नो मत व्यक्त गर्न सक्ने राजनीतिक प्रणाली दिने ती तमाम अमर शहीदहरू 2007 सालभन्दा अगाडिदेखिको लामो यात्रामा भाद्र 23-24 गतेसम्म लामो यात्रामा शहादत प्राप्त गर्ने सबै शहीदहरूलाई सम्झन चाहन्छु, उहाँहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु। त्यसकै पछिल्लो श्रृङ्खलामा इलेक्सन सम्पन्न भएको छ र जुन उत्साहका साथ नेपाली नागरिकहरूले डेमोक्रेसीमा इलेक्सनमा सहभागी भएर जुन कमिटमेन्ट देखाउनु भएको छ, म त्यो प्रति ठुलो सम्मान प्रकट गर्न चाहन्छु। यो निर्वाचनबाट सुविधाजनक ढङ्गबाट 5 वर्षको निम्ति सरकार सञ्चालन गर्ने जुन म्यान्डेट राष्ट्रिय स्वतन्त्र पार्टीले प्राप्त गरेको छ, म पार्टीको तर्फबाट व्यक्तिगत रूपमा पनि राष्ट्रिय स्वतन्त्र पार्टीलाई, यसको नेतृत्वलाई उहाँहरूलाई हार्दिक बधाई दिन चाहन्छु र संविधानको मर्म अनुसार, भावना अनुसार र नौजवानहरूको विद्रोहको मर्म अनुसार उहाँहरूले यो कार्यकालमा सफलतापूर्वक आफ्नो सरकार सञ्चालन गर्नुहुन्छ भन्ने शुभेच्छा पनि प्रकट गर्न चाहन्छु। यो प्रतिकूल अवस्थामा पार्टीभित्रको पनि एउटा केही अप्ठ्याराहरू थिए, पार्टी बाहिरको अप्ठ्याराहरू थिए, समयको दबाव थियो। यस्तो बेलामा पनि नेपाली कांग्रेसका साथीहरू जो अहोरात्र खट्नुभयो
दिनरात पार्टीले गरेको निर्णय अनुसार उम्मेदवारहरूलाई बोकेर जानुभयो, पार्टीको पक्षमा मत माग्नुभयो। ती पार्टीका तमाम साथीहरूप्रति हार्दिक आभार प्रकट गर्छु र मतदाता जस्तै अनेकन अप्ठ्यारोका बिचमा पनि नेपाली कांग्रेस पार्टीलाई यत्रो माया गर्नुभएको छ, भरोसा गर्नुभएको छ, ती तमाम मतदाताहरूप्रति पनि हार्दिक सम्मान प्रकट गर्छु। यो प्रतिकूल अवस्थामा पनि जो साथीहरू निर्वाचित भएर आउनुभएको छ, प्रतिनिधि सभाको प्रत्यक्षतर्फ पनि समानुपातिकतर्फ पनि पार्टीको तर्फबाट उहाँहरूलाई हार्दिक बधाई पनि दिन चाहन्छु र शुभकामना पनि दिन चाहन्छु। यो इलेक्सनले नेपाली कांग्रेस पार्टीलाई एउटा विशिष्ट जिम्मेवारी दिएको छ। हामीलाई अहिले सङ्घको प्रमुख प्रतिपक्षको एउटा नयाँ जिम्मेवारी दिएको छ। डेमोक्रेसीमा सरकारको जे जिम्मेवारी हुन्छ, प्रतिपक्षको जिम्मेवारी त्योभन्दा भिन्न हुन्छ, तर कम हुँदैन। अझ हामी सबैले अनुभव गरेका छौँ, सरकारसँग बढी ताकत भएको बेलामा प्रतिपक्षको झन् बढी जिम्मेवारी हुन्छ। त्यसैले यो इलेक्सन पछाडि हाम्रो एउटा नयाँ भूमिकामा हामीहरू आएका छौँ, एउटा नयाँ जिम्मेवारी हामीले प्राप्त गरेका छौँ। यो जिम्मेवारी हामीले सफलतापूर्वक निर्वाह गर्नुपर्नेछ। यो जिम्मेवारीमा हामीलाई गाइड केले गर्छ? हामीलाई मूलतः हामीलाई कन्स्टिट्युसनले गाइड गर्छ, हाम्रो पार्टीको विधानले गाइड गर्छ र त्यस पछाडि हामीलाई गाइड गर्ने, हामीलाई मार्गनिर्देशित गर्ने भनेको हाम्रो प्रतिज्ञाले गर्छ। यो निर्वाचनमा हामी एउटा प्रतिज्ञा लिएर नागरिकहरूका बिचमा, मतदाताहरूको बिचमा गएका थियौँ कि हामी प्रतिज्ञा गर्छौँ, हामी 5 वर्ष तपाईँको मतको सम्मान यसरी गर्छौँ भनेर हामीले भन्यौँ। त्यो मतले हामीलाई सरकार सञ्चालन गर्ने जिम्मा दिएन, तर त्यो मतले हामीलाई प्रतिपक्षको जिम्मेवारीमा पुर्याएको छ। त्यसैले त्यो प्रतिज्ञामा जे कुरामा हामीले भनेका छौँ त्यो कुराबाट हामी त्यसरी नै बाँधिएका छौँ। हामी सरकारमा हुँदै गर्दा त्यसबाट बाँधिने, सरकारभन्दा बाहिर नहुँदै गर्दा त्यसबाट नबाँधिने भन्ने हुँदैन। हामीले त्यो प्रतिज्ञामा भनेको मूल कुरा के थियो, सार के थियो कि 82 देखि 87 सम्मको यो 5 वर्षको अवधिमा नेपालमा सुशासनको, विकासको, सेवा प्रवाहको यसको गति पहिलाको भन्दा 3 गुणा 4 गुणा बढी हुनुपर्छ। तर सँगसँगै के कुरा आश्वस्त भएर हामी अगाडि बढ्नुपर्छ भने गतिमा जानुपर्छ, तर दुर्घटना हुनुहुन्न। राष्ट्रिय स्वतन्त्र पार्टीले आज यो 5 वर्षका निम्ति ड्राइभिङ सिटमा बस्ने जिम्मेवारी पाएको छ। यो गतिमा देशको सुशासनको, विकासको, सेवा प्रवाहको गतिमा लिएर जाने मूल जिम्मेवारी उहाँहरूले पाउनुभएको छ। यसमा नेपाली कांग्रेस पार्टीको पूर्ण रूपमा साथ रहन्छ। जहाँनिर गति कम भयो, बढाउनुपर्छ भन्ने हामीलाई महसुस भएको ठाउँमा हाम्रो दबाब पनि रहन्छ। कतिपय ठाउँमा अप्ठ्यारोमा हाम्रो प्रोत्साहन पनि रहन्छ, प्रश्न गर्नुपर्ने ठाउँमा प्रश्न पनि रहन्छ, तर मूलतः हाम्रो यसमा साथ रहन्छ। र हामीले अर्को कुरा के भनेका थियौँ, गति सँगसँगै नेपाली कांग्रेस पार्टीको अर्को महत्त्वपूर्ण हाम्रो प्रतिज्ञा थियो, देशले पटक पटक दुर्घटना बेहोरेको छ। हामी जहिले पनि बहुमत प्राप्त गर्छौँ, कहिलेकाहीँ अब अलिकति सजिलो हुन्छ भनेर भन्ठान्छौँ, अब देशले एउटा गति लिन्छ भनेर भन्ठान्छौँ, कुनै न कुनै द्वन्द्वमा हामी पर्छौँ। यो 5 वर्ष नेपाल कुनै पनि दुर्घटनामा पर्नुहुन्न, कुनै पनि द्वन्द्वमा पर्नुहुन्न, कुनै पनि अतिवादको चपेटामा पर्नुहुन्न। नेपाली कांग्रेस अर्को भूमिका यो भूमिका हामी निर्वाह गर्छौँ। हामी सचेत भएर गर्छौँ, हामी सतर्क भएर गर्छौँ। नयाँ सरकार बन्न अझै केही दिन बाँकी छ। सरकार बन्छ, त्यस पछाडि सरकारले अगाडि सार्ने कार्यक्रमहरू छन्, त्यसमा हाम्रो साथ रहन्छ। त्यही बेलामा हाम्रो आफ्नो धारणाहरू राख्नुपर्ने भए त्यही बेलामा राख्नुला। तर आजको बिन्दुमा सुशासनका सन्दर्भमा एउटा दुईटा कुराहरू गर्न आवश्यक छ भन्ने मैले ठान्छु। 82 सालबाट अब 87 सालसम्मको एउटा नयाँ अध्याय सुरु भयो। यो सामान्य अवस्थामा भएको निर्वाचन होइन, विशिष्ट अवस्थामा निर्वाचन भयो। यो मध्यावधि पनि होइन, एउटा ठुलो आन्दोलन पछाडि भएको निर्वाचन हो। यो निर्वाचन पछाडि बन्ने सरकारसँग नागरिकहरूको, सरकारसँग मात्र हामी सबैसँग एउटा विशिष्ट अपेक्षा छ। खास गरिकन सुशासनका बारेमा यी लगायतका विषयमा विशिष्ट अपेक्षाहरू छन्। मैले अघि पनि भनिसकेँ, फेरि दोहोऱ्याउँछु, ती अपेक्षाहरू पुरा गर्ने कुरामा हामी आफ्नो भूमिका निर्वाह गर्छौँ। हामी बरु एक कदम अगाडि आउँला, तर हामी पछाडि हुन्नौँ। सुशासनको सन्दर्भमा एउटा कुरा आजकै बिन्दुमा हामीले बोल्नुपर्ने छ, भन्नुपर्ने छ। हामीले हाम्रो प्रतिज्ञामा के भनेका थियौँ भने 82 साल पछाडि एउटा नयाँ अध्याय त प्रारम्भ हुन्छ, नयाँ ढङ्गले हामी जान्छौँ। यो कट अफ पोइन्ट हो। तर 82 भन्दा अगाडिको अवधिलाई हामी कसरी हेर्छौँ त? 82 भन्दा अगाडिका विषयहरू हामीले यत्तिकै छाड्यौँ भने फेरि यो कहीँ न कहीँ गएर गिजो लिन्छ। त्यसैले 82 भन्दा अगाडिको विषयलाई पनि टुङ्ग्याउनुपर्छ।
त्यसरी 2046 सालको जनआन्दोलन पछाडि जब 2048 सालमा नयाँ सरकार बन्यो, त्योदेखि 2082 सालसम्म विविध जति पनि सरकारहरू बनेका छन्, हामी जो फरक फरक जिम्मेवारीमा बसेका छौँ, सार्वजनिक जीवनमा सार्वजनिक भूमिका निर्वाह गरेको, सरकारमा बसेको, अरू भूमिका निर्वाह गरेको, सार्वजनिक पदमा बसेको सबैको सम्पत्तिको छानबिन गर्ने, अनुसन्धान गर्ने र यदि ती सम्पत्तिहरू गलत ढङ्गले आर्जन गरेको छ, गलत कमाई छ भनेदेखि भने त्यो सम्पत्ति जफत गर्ने। हामीले भन्यौँ हामी यदि हामीले जिम्मेवारी पाउने हो भने, सरकार बनाउन पाउने हो, हामी 6 महिनाभित्र यो आयोग बनाएर जान्छौँ, हाम्रो प्रतिज्ञा छ। राष्ट्रिय स्वतन्त्र पार्टीले त्यही कुरा भन्यो र उसले भनेको छ कि हामी आयोग बनाउँछौँ, छानबिन गर्छौँ र यदि अवैध हो भने सम्पत्ति जफत गर्छौँ। नेपाली कांग्रेस पार्टी यो विषयका सन्दर्भमा नयाँ बन्ने सरकारले तत्काल यो आयोग बनाउनुपर्छ। हाम्रो साथ पनि रहन्छ, हाम्रो माग पनि रहन्छ। दोस्रो विषय भनेको 2046 साल पछाडि यहाँसम्म आइपुग्दै गर्दा करिब 35 वर्षको अवधि भयो। यो 35 वर्षको अवधिमा थुप्रै राम्रा कामहरू भएका छन्, थुप्रै अवरोधहरू पनि आए। यो बिचमा हामीले यत्रो ठुलो हिंसा देख्यौँ, द्वन्द्व देख्यौँ, राजनीतिक सङ्क्रमण देख्यौँ, प्रत्यक्ष शासन देख्यौँ, अधिनायकवादी शासन देख्यौँ, त्यसको प्रतिरोधको राजनीति देख्यौँ, संविधान निर्माणको लामो सङ्क्रमणकाल देख्यौँ। थुप्रै कुरा हामीले बेहोरेका छौँ, त्यसको एउटा पाटो छ। तर यही 35 वर्षको अवधिमा नागरिकहरूको बिचमा एउटा ठुलो प्रश्न के पनि रहेको छ, गुनासो के पनि रहेको छ। हामीले निर्वाचनको बेलामा पनि देख्यौँ, भोग्यौँ, सुन्यौँ, हामी सबैले देखेर आएका सुनिरहेका छौँ कि शासकीय शक्तिको व्यापक रूपमा दुरुपयोग भयो। सार्वजनिक ओहदामा बस्नेहरूले शासकीय शक्तिको दुरुपयोग गरे, सार्वजनिक पदको दुरुपयोग गरे र यो दुरुपयोग भएको कुराहरू थुप्रै काण्डहरूसँग जोडिएको छ। चलन चल्तीमा जाँदै गर्दा हामी सुन्छौँ कि यो काण्ड भनेर। नेपाली कांग्रेस पार्टीले एउटा हामीले आफ्नो प्रतिज्ञामै भनेका छौँ, मेरो आज व्यक्तिगत कुरा भयो, यी काण्डहरू अब केवल सार्वजनिक खपतको विषय हुनुहुन्न वा आरोप प्रत्यारोपको विषय पनि हुनुहुन्न। यो दुधको दुध पानीको पानी हुनुपर्छ र यो कसैले यसको यो कुनै पार्टी वा कुनै अमुक कसैले यसको भारी बोक्ने पनि होइन। जसले गरेको छ उसले यसको भारी बोक्नुपर्छ। त्यसैले नेपाली कांग्रेस पार्टीले प्रष्ट रूपमा यो विचार राखेर जानुपर्छ। म यहाँहरूको बिचमा प्रस्ताव पनि गर्छु कि जति पनि काण्डहरू छन्, चाहे त्यो गिरिबन्धु होला, चाहे त्यो ललिता निवास होला, चाहे त्यो वाइट बडी होला, वा भाद्र 24 गते नेताको घरमा भेटिएको र जलेको पैसा होला, यी सबै विषयहरूका सन्दर्भमा अनुसन्धान हुनुपर्छ कानुनसम्म ढङ्गले र जहाँ जहाँ गलत कामहरू भएको छ ती सबै कुरा गलत काम गर्नेहरू सार्वजनिक पदको दुरुपयोग गरेको वा शासकीय क्षमताको जहाँ दुरुपयोग भएको छ कानुनसम्म ढङ्गले त्यसको अनुसन्धान भएर त्यो अनुसारको दण्ड सजायको भागीदार पनि हुनुपर्छ। यो विषय केवल सार्वजनिक खपतको विषय हुनुहुन्न, यो विषयमा हामी प्रष्ट भएर जानुपर्छ। अख्तियारको दुरुपयोग, नीतिगत भ्रष्टाचार, आर्थिक अनियमितता यी विषयहरूका सन्दर्भमा विधिसम्म ढङ्गबाट कुनै पूर्वाग्रह नराखिकन निष्पक्ष ढङ्गले यसको अनुसन्धान गर्ने र दोषीलाई कारबाही गर्ने र यसका निम्ति संस्थागत सबलीकरण गर्ने विषयहरूका सन्दर्भमा नेपाली कांग्रेस पार्टीको पूर्ण साथ रहन्छ। मैले भने यी विषयहरूमा बरु हामी एक कदम अगाडि हौँला, पछाडि हामी हुन्न। नेपालको पोलिटिक्सलाई क्लिन गर्ने कुराको सन्दर्भमा नेपाली कांग्रेसको यो नेतृत्व पूर्ण रूपमा कमिटेड छ र जहाँ गलत भएको छ, गलत भएको ठाउँमा त्यही उभिएर त्यसको अनुसन्धान गर्ने, गहिराइमा पुग्ने र जस्तो दोषी छ उसले यसको सजायको भागीदार बन्ने कुरा भयो भने मात्रै समाजमा भ्रष्टाचार मुक्त समाज हुन्छ, पारदर्शी राजनीति हुन्छ, जवाबदेही सरकार हुन्छ। होइन भनेदेखि पनि यी विषयहरू घुमिरहेछन् र सबैलाई यसको एउटा सहजता भइरहेछ। यो कुराहरू टुङ्गिनुपर्छ भन्ने कुरा हामीले भनेर जानुपर्छ। यो बाहेक यी विषयहरूमा हाम्रो साथ रहन्छ। यो बाहेक अरू पनि विषयहरू छन्, म ती विषयहरूमा आज प्रवेश गर्दिनँ। इकोनोमीको विषय छ, अरू सेक्टरल विषयहरू छन्, एजुकेसनको विषयहरू छ, हेल्थको विषयहरू छ, थुप्रै विषयहरू छ जसको बारेमा हामीले आफ्नो प्रतिज्ञामा भनेका छौँ। चाहे त्यो विदेशमा बस्ने नेपाली नागरिकको बारेमा होस्, चाहे त्यो गैर आवासीय नेपाली नागरिकको अधिकारको बारेमा होस्, चाहे त्यो संविधानमा लेखिएको दलितको, महिलाको सबैको अधिकारका यी यावत विषयहरू छन्। यसका बारेमा हामी सरकारसँग हामी सहकार्य गर्दै जान्छौँ। कतिपय विषयहरू छन् जुन विषयहरूमा तत्काल हामी बसेर छलफल गर्नुपर्ने आवश्यकता छ। मध्यपूर्वमा यत्रो ठुलो तनाव छ। मध्यपूर्वको यो तनावले सिङ्गो नेपाल हामी थाहा नपाइकन बिस्तारै यसको प्रभावमा पर्दै गएका छौँ। यस्ता विषयहरूमा नेपाली कांग्रेस पार्टी
हामी अहिले जिम्मेवारीमा छैनौँ र पनि छैनौँ कि हामी जिम्मेवारीमा छौँ। हामीले बिर्सनुहुन्न, हामी राष्ट्रिय सभामा अहिले पनि हामी सबभन्दा ठुलो दल हो। हामी 7वटा प्रदेशमा सरकारमा छौँ, हामी स्थानीय सरकारमा सबभन्दा बढी ठाउँहरूमा छौँ। हामी के अपेक्षा गर्छौँ भने यस्ता विषयहरूमा हामीले पहिला हाम्रो जसरी हामी प्रतिज्ञामा पत्रमा हामीले भनेका छौँ कि कुनै एउटा व्यक्तिले मात्र गरेर सम्भव हुने कुरा होइन, कुनै एउटा सरकार मात्र होइन, हामी सबैले आज टिम काम गर्नुपर्छ। त्यसैले हामीले टिम नेपालको धारणा अगाडि सारेका थियौँ। हामी अहिले पनि त्यो टिमका खेलाडी हौँ। मध्यपूर्वकोमा देखिएको तनावले नेपालको इकोनोमीमा, नेपालको वैदेशिक रोजगारमा लगायतका हाम्रा कतिपय साथीहरूको जीवनमा पारेका प्रभावहरूको हल खोज्ने लगायतका यस्ता विषयहरूका सन्दर्भमा हामी सरकारसँग सँगै बसेर काम गर्ने हो। हाम्रो प्रोभिन्सियल गभर्मेन्टहरूले पनि यसमा विशेष ध्यान दिएर काम गर्नुपर्छ, हाम्रो लोकल गभर्मेन्टहरूले काम गर्नुपर्नेछ। यी विषयहरूमा हामी सँगसँगै काम गर्दै जान्छौँ। समयअनुसार, आवश्यकताअनुसार यसका बारेमा पछाडि हाम्रो आफ्नो विचारहरू हामी राख्दै जाउँला। मैले अघि भने स्पिडमा काम गर्ने, तर स्पिडमा काम गर्दा गर्दा दुर्घटना पर्नुहुन्न। यसको पनि अहिले छोटकरीमा 2टा कुरा मात्रै चर्चा गर्छु। एउटा डेमोक्रेसीको कुरा हो। हामीलाई स्पिड चाहिएको छ, रिजल्ट चाहिएको छ, तर डेमोक्रेसीका फन्डामेन्टल कुरा कम्प्रोमाइज गरेर होइन। हाम्रो स्वतन्त्रता, हाम्रो समानता, हाम्रो बोल्ने स्वतन्त्रता, लेख्ने स्वतन्त्रता, प्रेसको स्वतन्त्रता, अदालतको स्वतन्त्रता, कतिपय स्वायत्तताका कुराहरू छन्। यी कुनै पनि कुराहरू कहीँ पनि चलाइनुहुन्न। यसलाई थप विस्तार गर्दै लिएर जानुपर्छ, यसलाई थप अझै फराकिलो बनाउँदै लिएर जाने हो। यो कहीँ कतै कम्प्रोमाइज नहोस् भन्ने कुराको सन्दर्भमा नेपाली कांग्रेस पार्टीले भिजिलेन्ट भएर हामीले आफ्नो ड्युटी जिम्मेवारी निर्वाह गर्ने हो। दोस्रो दुर्घटनासँग जोडिएको विषय भनेको हाम्रो विविधतासँग जोडिएको विषय छ। नेपाल बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक, हामी यति धेरै विविधता समेटेको देश हो। यसलाई हामीले संविधानमा बडो ध्यानपूर्वक हामीले लामो एउटा संविधान सभा असफल भएर दोस्रो संविधान सभामा धेरै कुराहरू एकअर्कासँग संवाद गरेर, कतिपय कुराहरू छोडेर मिलाएर, कतिपय कुराहरूमा सम्झौता पनि गरेर, कतिपय कुराहरू भविष्यलाई छोडेर हामीले एउटा सन्तुलन कायम गरेका छौँ। यो सन्तुलन कसैले पनि खलबलाउनु हुँदैन। हामीले यो खलबल्यो भने हामी सम्हाल्न सक्दैनौँ। यो सन्दर्भमा नेपाली कांग्रेस पार्टी यसलाई हाम्रो विविधता, डेमोक्रेसी र डाइभर्सिटीको कुरा, हाम्रो विविधतालाई हाम्रो डेमोक्रेसीले अँगालेर लिएर जाने कुराको सन्दर्भमा यसलाई अझै गहिरो बनाउँदै लिएर जाने कुरामा हामीहरू काम गर्छौँ। हाम्रो कन्स्टिट्युसनले बोलेका सामाजिक न्यायका कुराहरू, समावेशीकरणका कुराहरू, समान अधिकारका कुराहरू, समानताका कुराहरू, सबैको हक अधिकारको कुराहरू, डेमोक्रेसीले दिएका अधिकार, चाहे त्यो श्रमिकको अधिकार हो, चाहे त्यो युवाको अधिकार हो, चाहे त्यो महिलाको अधिकार हो, तमाम अधिकारहरूका सन्दर्भमा नेपाली कांग्रेस पार्टी भिजिलेन्ट भएर काम गर्छ र हामी विषयहरूमा सरकारसँग सँगसँगै काम गर्छौँ भन्ने र ती ठाउँहरू रहिरहेको छ भन्ने कुरा अपेक्षा पनि गर्छौँ। हामीले हाम्रो प्रतिज्ञा पत्रमा अर्को कुरा पनि भनेका छौँ। भाद्र 23 र 24 गतेका सन्दर्भमा, जसको बारेमा अस्ति पार्टीको केन्द्रीय समितिको बैठकले निर्णय गरिसकेको छ, म त्यसमा धेरै कुरा भन्न चाहन्न, खालि हामीले भनेको कुरा मात्र म स्मरण गर्न चाहन्छु। 2082 भाद्र 23 र 24 गतेको नवयुवा विद्रोहको क्रममा भद्र 23 गते भएको राज्य शक्तिको चरम दुरुपयोग तथा दमन र 24 गते भएको हिंसा, निजी तथा सार्वजनिक सम्पत्तिको क्षति र विध्वंसमा भएका मानवीय क्षति लगायतका गम्भीर मानवाधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरूको निष्पक्ष छानबिन मार्फत सत्य अन्वेषण र न्याय निरूपण हुनुपर्छ। घटनामा संलग्न दोषीहरूलाई कानुनको कठघरामा उभ्याई पीडितलाई न्याय सुनिश्चित गर्नुपर्छ। यो गौरीबहादुर कार्कीजीको नेतृत्वमा बनेको आएको प्रतिवेदन वास्तवमा निर्वाचनभन्दा अगाडि नै सार्वजनिक हुनुपर्थ्यो। हामीले यसको बारेमा सरकारको ध्यानाकर्षण पनि गराएका थियौँ, तर यो तत्काल सार्वजनिक हुनुपर्छ। सार्वजनिक हुने मात्र होइन, हामीले यो प्रतिवेदन हेर्न पाएका छौँ। हामी के अपेक्षा गरेका छौँ भने भाद्र 23 गते भएको दमनको बारेमा पनि र 24 गते भएको ध्वंसको बारेमा पनि बिना पूर्वाग्रह आयोगले आफूले यसको बारेमा अध्ययन गरेको छ, अनुसन्धान गरेको छ भन्ने हाम्रो विश्वास। हामी त्यो विश्वासमा छौँ र त्यो आधारमा आयोगले आफ्नो प्रतिवेदन बनाएको छ, प्रतिवेदन सरकारलाई बुझाएको छ। त्यो प्रतिवेदन तत्काल सार्वजनिक पनि होस् र त्यो प्रतिवेदन अनुसार कार्यान्वयन पनि होस्। जसले गल्ती गरेको छ उसले यसको सजाय पाउने अवस्था बनोस् र बिना पूर्वाग्रह यी कुराहरू अगाडि बढोस् भन्ने कुराको सन्दर्भमा पनि नेपाली कांग्रेस पार्टी आफ्नो स्पष्ट अडान पनि राख्नुपर्छ हामीले र सम्बन्धित निकायको हामीले ध्यानाकर्षण पनि गराउनुपर्छ। अर्को एउटा विषय छ, यो संविधानसँग जोडिएको विषय। हामीले हाम्रो प्रतिज्ञा गर्दैमा हामीले भन्यौँ कि संविधानका आधारभूत मूल्य मान्यता, नागरिक अधिकार, समानुपातिक समावेशी सिद्धान्तलाई सङ्कुचित बन्न नदिकन यसलाई अझ फराकिलो र विस्थापित बनाउने कुराको सन्दर्भमा खास गरी सुशासनलाई प्रभावकारी बनाउनलाई कन्स्टिट्युसनमा कतिपय कुराहरू परिवर्तन गर्नुपर्ने छ। हाम्रा फन्डामेन्टल्सहरू नचलाइकन यसलाई अरू बरु थप बलियो बनाउने हो।
सुदृढ बनाउने हो। तर कतिपय कुराहरू हामीले थप्नुपर्ने छ, कतिपय कुराहरू हिजोका हाम्रा कमिटमेन्टहरू पनि छन्, यी विषयमा काम गर्नुपर्ने छ। यसका निम्ति नेपाली कांग्रेस पार्टीले मैले आज केन्द्रीय समितिको बैठकमा यो प्रस्ताव पनि राख्छु कि हाम्रो पार्टीको अहिले म पछाडि छलफल गरौँला नामका बारेमा, तर पार्टीको एकजना सिनियर नेताको संयोजकत्वमा हामी विज्ञहरू पनि राखेर सबै जात जाति भाषा समुदाय सबै क्षेत्र सबै वर्ग सबैलाई समेटेर एउटा सानो समिति हामीले बनाउनु पर्ने छ। यसले नेपाली कांग्रेस पार्टीभित्र पहिला छलफल गर्छ कि संविधानको संशोधन परिमार्जनका सन्दर्भमा हामी कुन कुन विषयमा प्रवेश गर्न चाहन्छौँ, कुन कुन विषयमा हामी कसरी जान चाहन्छौँ, हामी छलफल गर्छौँ र त्यसपछि हामी अरू दलहरूसँग छलफल गर्छौँ। संसदभित्र भएका दलहरूसँग गर्छौँ, संसदभन्दा बाहिर भएका दलहरू छन्, प्रदेशमा भएका दलहरू छन्, किनकि एउटा राष्ट्रिय सहमति निर्माण गर्नुपर्ने छ। यसमा नेपाली कांग्रेस पार्टीले आफ्नो भूमिका निर्वाह गर्नुपर्ने छ। आज हामी बैठकबाट यो समिति बनाउँछौँ र हाम्रो समितिले आफ्नो कामलाई अगाडि बढाउँछ। यी बाहेक अरू विषयहरूका सन्दर्भमा समयक्रममा कतिपय कुराहरू पार्टीको नेतृत्वको तर्फबाट राख्नुपर्ने होला, कतिपय कुराहरू पार्टीको केन्द्रीय समितिको तर्फबाट राख्नुपर्ने होला। ती विषयहरूमा त्यही समयमा आफ्ना कुराहरू राखौँला। अहिले मैले यति नै कुराहरू राखेँ। अब म थोरै पार्टीको आन्तरिक जीवनको बारेमा कुराहरू राख्छु। पार्टीको निर्वाचनको जुन परिणाम आयो यसका बारेमा अस्तिको बैठकमा उपसभापतिजीको सभापतित्वमा बसेको बैठकले सघन गम्भीर गहिरो समीक्षा गरिसकेको छ। त्यो आवश्यक थियो। हामीले यसलाई प्रारम्भिक समीक्षा भनेर भनेका छौँ। महामन्त्रीजीहरूले 165 निर्वाचन क्षेत्रमै परिपत्र गर्नुभएको छ। अब हामीले पहिला 165 निर्वाचन क्षेत्रमा गएर समीक्षा गर्नुपर्छ, किनकि उम्मेदवारहरू जो निर्वाचनमा जानुभएको छ उहाँहरू यो समीक्षामा भाग लिन चाहनुहुन्छ। उहाँहरूको आफ्नो अनुभवहरू छ र उम्मेदवार मात्र होइन, उम्मेदवारको साथीहरूको पनि अनुभव छ, जो पार्टीका साथीहरूको पनि अनुभव छ, अवलोकन गर्नुभएको छ। यसलाई हामीले समीक्षा गर्नुपर्नेछ। त्यसैले आज हाम्रो बैठकबाट निर्णय गरेर हामीले 7 प्रदेशमा, अहिले कम्तीमा पनि 7 प्रदेशमा प्रदेश अनुसार सबै साथीहरूलाई त्यहाँ जम्मा गरेर हामीले यसका बारेमा हामीले सघन यसको छलफल गर्नुपर्ने छ, समीक्षा गर्नुपर्ने छ। तर समीक्षा उम्मेदवारको बिचमा मात्र गरेर पनि पुग्दैन, पार्टीको साथीहरूको बिचमा मात्र गरेर पनि पुग्दैन। हामी त्योभन्दा बाहिर पनि निस्कनु पर्नेछ। हामीले खोज्नुपर्नेछ। वर्षौँदेखि नेपाली कांग्रेस पार्टीमा निष्ठाका साथ रहनुभएका पार्टीका शुभचिन्तकहरू, शहीद परिवार, पार्टीको लागि जीवन अर्पण गर्नुभएको पार्टीको सदस्यहरूले आज के कति कारणले गर्दाखेरि नेपाली कांग्रेस पार्टीसँग उभिन सक्नु भएन। जुन परिवारको पुस्ता पुस्ता नेपाली कांग्रेस पार्टीसँग उभियो, आज त्यही परिवारको एउटा नौजवान सबभन्दा पछिल्लो पुस्ता किन नेपाली कांग्रेससँग उभिन चाहेन। हामीले यसलाई डिसमिस गर्नु हुँदैन, हामीले कसैलाई दोष लगाएर पनि हुँदैन। यी विषयहरूको बारेमा हामीले गहिरोसँग यसका बारेमा समीक्षा गर्नुपर्छ, छलफल गर्नुपर्छ, यसको लागि संवाद गर्नुपर्नेछ। त्यसले हामी केन्द्रमा गऱ्यौँ, अब हामी प्रदेशमा जान्छौँ, प्रदेशमा गर्छौँ, हामी 165 निर्वाचन क्षेत्रमा जान्छौँ, त्यहाँ गर्छौँ र हामी फराकिलो दायरामा गर्छौँ। हामी पार्टीका शुभचिन्तकहरूसँग गर्छौँ, मतदाताहरूसँग गर्छौँ, नौजवानहरूसँग गर्छौँ, पार्टीलाई मत हाल्ने मात्र होइन, मत नहालेका साथीहरूसँग गर्छौँ। योभन्दा पहिला मत हाल्नुभएको, अहिले मत नहालेको साथीहरू हामीले चिनेका छौँ। हामी उहाँहरूसँग गर्छौँ, कुराहरू सुन्छौँ र नेपाली कांग्रेस पार्टीले त्यसबाट सिक्नुपर्ने कुराहरूलाई हामी ग्रहण गर्छौँ, मनन गर्छौँ, त्यो अनुसार लिएर जान्छौँ। यो एउटा पाटो भयो। तर सँगसँगै अर्को पाटो पनि छ कि निर्वाचन नै सबै कुरा हो, कि निर्वाचनको जय पराजय, निर्वाचनको केही सन्दर्भमा पनि हामीले 2074 को एउटा प्रतिकूल अवस्था पनि बिहोरेकै, त्यो एउटा पाटो छँदैछ। तर नेपाली कांग्रेस पार्टी स्थापना भएको बेलामा त कुनै बेला निर्वाचन हुन्छ, निर्वाचनमा हामी जित्छौँ वा निर्वाचन यो हुन्छ त्यो हुन्छ भनेर पार्टी स्थापना भएको पनि होइन। हाम्रो पार्टीका संस्थापक नेताले बनाउँदै गर्दा यो पार्टी त निर्वाचनभन्दा फराकिलो छ नि। यो पार्टी आयो र पार्टीपछि निर्वाचन आएको हो नि। निर्वाचन आयो र निर्वाचनमा लड्नको लागि पार्टी आएको होइन नि त। हामी आयौँ र हामीले निर्वाचन हुने पद्धति स्थापित गरेको हो नि। त्यसले नेपाली कांग्रेस पार्टीले त्यो फराकिलो दायरामा राखेर आफूलाई हेर्नुपर्नेछ। तर यसका निम्ति फेरि हामी यसरी आएको हो, त्यस कारणले गर्दा हामी जे छौँ ठिक छौँ भनेर हुँदैन। पार्टीभित्र व्यापक सुधार चाहिएको छ। सानो रिफर्म होइन, ग्रान्ड रिफर्म, ग्रान्ड रिफर्म नेपाली कांग्रेस पार्टीभित्र चाहिएको छ। यसको निम्ति हामी कहाँबाट सुरु गर्नुपर्ने छ भने हाम्रा केही कोर भ्यालुजहरू छन्, स्ट्रेन्थहरू छ, त्यो कालातीत छ, त्यो पुरानो हुँदैन। त्यसमा हामीलाई गौरव छ। यो पार्टी आम नेपालीहरूको स्वतन्त्रता र नेपालीहरूको समानताका निम्ति जन्मिएको पार्टी हो। कि आज त्यो भ्यालुज वा आज त्यो मूल्य, आज त्यो मान्यता पुरानो भयो वा कमजोर भयो? भएको छैन। आज पनि त्यो त्यत्तिकै सान्दर्भिक छ मात्र होइन, अझ बढी छ। यो पार्टी सबै खालको अतिवादका विरुद्धमा समाजलाई सम्हाल्ने एउटा जिम्मेवारी लिएर आएको पार्टी हो।
यो पार्टीले सधैँभरि एउटा राष्ट्रिय दृष्टि राखेर, चेत राखेर समाजका समस्यालाई हेरेको छ। बिपी कोइरालाले त्यही बेला भन्नुहुन्थ्यो, समाजको अगाडि जनता छ, जनताको अगाडि समस्या आउँछ, त्यो समस्या समाधान गर्ने पहल हुन्छ। त्यो पहल गर्दै गर्दा जुन भावना जागृत हुन्छ त्यो राष्ट्रियता हो। त्यो राष्ट्रियता नेपाली कांग्रेसको पुँजी हो। यसरी आएको पार्टी हो। हाम्रो कोर भ्यालुजहरू हो कि हाम्रो अहिले पनि रहन्छ, त्यसलाई हामी यसरी लिएर जान्छौँ। तर योसँग यो जरा हो नि हाम्रो। तर यो जराबाट जुन हाम्रो रुख छ, त्यो रुखमा केही पातहरू यदि मैला भएका छन्, पछिल्ला केही वर्षहरूमा सत्ताका निम्ति हामीले गर्ने सिद्धान्तहीन सम्झौता, राज्य शक्तिको दुरुपयोग, राज्यका विविध अङ्गहरूको अति दलीयकरण, एउटा भ्रष्ट नेक्सस, यी कतिपय कुराहरू नेपाली कांग्रेस पार्टीको यो जरामा हुर्किएको रुखमा हुँदै नहुनुपर्ने पातहरू छ। यी पातहरू अब हामीले मिल्काउनुपर्छ, यी फोहोरहरूलाई हामीले हटाउनुपर्छ। यो कांग्रेसको शुद्धिकरणको एउटा ग्रान्ड रिफर्मभित्रको शुद्धिकरणको एउटा विषय हो र पार्टीको सङ्गठनात्मक संरचनाका सन्दर्भमा पनि व्यापक परिवर्तनको आवश्यकता छ। हामीहरू यो पार्टीमा अहिले 4 पुस्ताका मान्छेहरू छौँ। यहाँ ओमकार दाई हुनुहुन्छ। श्रद्धेय ओमकार दाईले पार्टीको अधिवेशन, विशेष अधिवेशनमा सुवर्ण शमशेरको नेतृत्वमा सहभागिता हुँदै गर्दा त हामीहरू त त्यसको कति वर्षमा जन्मेको। मभन्दा 2 पुस्ता पछिको मानिसहरू पनि नेपाली कांग्रेस पार्टीभित्र छ। हामी कति पुस्ताका मान्छेहरू छौँ। समाजमा पनि त्यस्तै हो नि त। समाजमा पनि हामी 4-5 पुस्ताका मान्छेहरू एउटै घर, मेरै घरमा मेरो बा आमा, म श्रीमती छोरीहरू, हामी एउटै घरमा एउटै परिवारभित्र छौँ। हामी कति पुस्ताका मानिसहरू छौँ। समाज पनि यस्तै छ, पार्टी पनि। यो त पार्टीको स्ट्रेन्थ हुनुपर्ने हो नि त। आज नेपाली कांग्रेस पार्टीको सबभन्दा ठुलो ताकत भनेको समाज जस्तो छ, त्यो समाजको विविधता कांग्रेसभित्र छ, पुस्ताको विविधता पनि छ, समुदायको विविधता पनि छ भन्ने हुनुपर्ने हो नि त। तर किन हुन सकेन त? किनभने अर्गनाइजेसनको यति भद्दा संरचना हाम्रो बन्यो, त्यो भद्दा संरचनाले थिच्यो यसलाई। हाम्रो पार्टीको क्यारेक्टरै होइन यो कमिटी सिस्टम होला। हामी रेजिमेन्टेड पार्टी जस्तो भयो। हामी प्रतिस्पर्धी पार्टीहरूसँग प्रतिस्पर्धा गर्दै गर्दा हामीले बिस्तारै के बिर्स्यौँ भने हाम्रो ओरिजिनालिटी के हो, हाम्रो मौलिकता के हो, हाम्रो क्यारेक्टर के हो भन्ने कुरा बिर्सेर जाँदै गर्दाखेरि हामी कतिपय ठाउँहरूमा हाम्रो स्ट्रेन्थ जे थियो रहनु पर्थ्यो, हाम्रो स्ट्रेन्थ बन्न सकेन। तर यसो भनेर हामीसँग भएको स्ट्रेन्थबाट हामीले त्यसलाई पन्छाएर होइन, त्यसलाई हामीले अझै रिएसर्ट गर्नुपर्छ। कतिपय कुरा हामीले सुधार्नुपर्नेछ। पार्टीमा लागेको एउटा व्यक्तिको त्यसको इन्टिग्रिटी, नैतिकताको कुरा, निष्ठाको कुरा र उसको योग्यताको कुरा, यो दुईटै कुरालाई बराबर मान राखेर भ्यालु दिएर हामीले अगाडि बढाउनु पर्नेछ। पार्टीको सङ्गठनको कामहरू भनेको इलेक्सन मेसिन मात्रै हो। चुनाव आयो, चुनाव लड्यौँ, अस्ति पार्टीका सङ्गठन परिचालन भयो, सक्यो भन्ने हो, होइन नि त। हाम्रो पार्टीको सङ्गठनमा बसेको काम त सबभन्दा ठुलो कुरा त सामाजिक आन्दोलन होला नि त। नेपाली कांग्रेस पार्टी, हाम्रो कन्स्टिट्युसनभित्र हामीले कतिवटा मौलिक हक लेखेका छौँ। चाहे त्यो महिलाको हकको कुरा होला, चाहे त्यो दलितको हकको कुरा होला, चाहे त्यो श्रमिकको हकको कुरा होला, चाहे त्यो अहिले भने युवाको यावत कुराहरू छन् नि। के यी कुराहरू निर्वाचन वा निर्वाचनबाट प्राप्त हुने सत्तासँग मात्र जोडिएको छ? पार्टी त त्यो सामाजिक आन्दोलनको रूपमा काम गरेर राख्नुपर्ने होला नि त। यी विषयहरूका सन्दर्भमा पार्टीभित्र शुद्धिकरणको, पार्टीभित्र सुदृढीकरणको र पार्टीभित्र पुनर्जागरणको एउटा नयाँ अध्याय प्रारम्भ गर्नुपर्ने छ। यसका निम्ति मेरा केही प्रस्तावहरू छन् जसका बारेमा म समयक्रममा बताउँदै जान्छु, छलफल पनि गरेर। तर यसको लागि अब हामी कहाँ जानुपर्ने छ भने हामी अब पार्टीको महाधिवेशनमा जानुपर्नेछ। र यो महाधिवेशनमा जाँदै गर्दा हामीले केही कुराहरू अहिले सुधार पनि गर्दै जाने हो, केही कुराहरू महाधिवेशनले पनि गर्छ। यसको सन्दर्भमा मेरा केही ठोस प्रस्तावहरू छन्। पहिलो कुरा सदस्यतासँग जोडिएको कुरा छ। हामीले विशेष महाधिवेशनले पारित गरेको विधानमा एउटा विशेष व्यवस्था गरेका छौँ। जुन विधानले के भन्छ कि विशेष महाधिवेशन पछाडि एकपटकका निम्ति पार्टी सदस्यता सम्बन्धी केन्द्रीय समितिले निर्णय गरेर विशेष व्यवस्था गर्न सक्नेछ। जुन निर्णय यो केन्द्रीय समितिले गर्नुपर्नेछ त्यो के हो भने नेपाली कांग्रेस पार्टीको जति हामी क्रियाशील सदस्यहरू छौँ, 8 लाख 9 लाख जति छौँ, यो सबैको अभिलेखीकरण गर्ने हाम्रो अभिलेखमा रहन्छ, पार्टीको रेकर्डमा रहन्छ। तर अब म नेपाली कांग्रेसको पार्टी सभापतिले पनि मेरो काठमाडौँको वडा नम्बर 30 हो, मैले वडा नम्बर 30 मा गएर क्रियाशील सदस्यताको लागि मैले आवेदन दिनुपर्छ र त्यो क्रियाशील सदस्यता हामी त्यसलाई अद्यावधि गर्छौँ र नयाँ लिन चाहने साथीहरू पनि आउनुपर्छ। र हामी अब पुरानो क्रियाशील, नयाँ यो क्रियाशील भनेर यसलाई जसरी भनिरहेका छौँ त्यो सबैलाई हामी अद्यावधि हामी अभिलेखीकरण गर्छौँ। र अब यो
वैशाख 1 गतेबाट नेपाली कांग्रेस पार्टीभित्र क्रियाशील सदस्यताको अद्यावधि गर्ने काम हुन्छ। जो अद्यावधि गर्छौं त्यो कांग्रेसको क्रियाशील रहन्छ, जसले गर्दैन त्यो रहँदैन। तर पार्टीभित्रको शुद्धिकरणको सबभन्दा मुख्य काम यहाँबाट प्रारम्भ गर्नुपर्नेछ, व्यापक रूपमा यसमा काम गर्नुपर्नेछ। र यो गरिसकेपछि प्रत्येक साथीले जसले क्रियाशील सदस्यता अद्यावधि गर्नुहुन्छ वा नयाँ साथी जो क्रियाशील बन्नुहुन्छ त्यो साथीले कांग्रेसको आईडी पाउनुहुन्छ। कांग्रेस आईडी भन्ने एउटा व्यवस्था विधानमा हामीले गरेका छौं। कांग्रेस आईडी उहाँले प्राप्त गर्नुहुन्छ र त्यो कांग्रेस आईडी सँग जोडिएको त्यो प्राप्त गरिसकेपछि एउटा पार्टीको सदस्यको जिम्मेवारीको कुरा पनि के तोकिएर आउँछ, कर्तव्यको कुरा पनि तोकिएर आउँछ, उहाँले प्राप्त गर्ने सुविधाको कुरा पनि त्यससँग तोकिएर आउँछ। एउटा कुरा यो। दोस्रो कुरा, नेपाली कांग्रेस पार्टीमा पहिला थिएन, पछिल्लो समय हामीले के गर्दै गयौं, हामीले पार्टीभित्र शुभेच्छुक संस्थाहरू भनेर बनायौं। यसको यो विभिन्न पेशाहरू छ, क्षेत्रहरू छ। त्यो पेशा क्षेत्रमा काम गरेको साथीहरू लार्जली डेमोक्रेटिक भ्यालुज बोक्नुहुन्छ र राजनीतिक दलका हिसाबले नेपालको लोकतान्त्रिक मूल्य बोध भएको पार्टीहरूमध्ये नेपाली कांग्रेस पार्टीसँग म सबै आफूलाई सबभन्दा बढी नजिक ठान्छु भनेर आफ्नो ठाउँमा आफ्नो काम गरिराख्नु भएको थियो। हामीले के गर्थ्यौं, हामीले संगठन बनाउनुपर्छ भनेर हामीले प्रतिस्पर्धा गर्दाखेरि हामीले अरूसँग प्रतिस्पर्धा गर्ने नाममा धमाधम ती संस्थाहरू हामीले शुभेच्छुक संस्था भनेर बनाउन थाल्यौं। यो पनि शुभेच्छुक संस्था, त्यो पनि शुभेच्छुक संस्था र बनाउँदै गयौं। र शुभेच्छुक संस्थालाई कहाँ लगेर सीमित गर्यौं हामीले, पार्टीको महाधिवेशनमा गएर 5 जना 6 जना 7 जना महाधिवेशन प्रतिनिधि बनाउने भन्थ्यौं। र कस्तो गर्यौं, त्यो महाधिवेशन प्रतिनिधि बन्ने अनि हाम्रो ध्यान पनि सबै त्यही महाधिवेशन प्रतिनिधिमा गयो। तर त्यसरी आएको महाधिवेशन प्रतिनिधिले फेरि कांग्रेसको केन्द्रीय कार्य समितिमा प्रतिस्पर्धा गर्न नपाउने। यसले के भयो, नेपाली कांग्रेस पार्टीभित्र हामी विद्यार्थी संगठनको राजनीति गरेर आएको वा भूगोलबाट राजनीति गरेर आएको मानिसहरूको लागि ढोका खुल्ला भयो। तर समाजमा त फरक फरक मान्छेहरू हुन्छन्, कोही कुन पेशामा हुनुहुन्छ, कुन व्यवसायमा हुनुहुन्छ, त्यहाँ अब्बल हुनुभएको छ, आफ्नो अनुभव गर्नुभएको छ। मैले कुनै क्षेत्रमा अनुभव प्राप्त गरेँ, अब म त्यो अनुभवबाट सिकेर आएर म पार्टीमा बसेर पार्टीको मार्फत योगदान गर्न चाहन्छु भनेर भने हाम्रो ढोका बन्द छ। हामीले के भन्दैछौँ भने तिमी शुभेच्छुक संस्थामा गएर आबद्ध हो, भोट हाल्न चाहिँ आऊ। तर यो ढोकाबाट को मात्र छिर्न पाउँछ भने तपाईँ हामी जस्तो मान्छे मात्रै छिर्न पाउँछ। त्यस्तो त ढोका पनि बन्द, झ्याल पनि बन्द छ। पार्टीको विशेष महाधिवेशनले गरेको विधानको व्यवस्थालाई अब हामीले कार्यान्वयनमा लिएर जाने हो। अब हाम्रो शुभेच्छुक संस्थाहरू को रहने को नरहने पार्टीले यसका बारेमा निर्णय गर्छ, सम्बन्धित संस्थाले पनि निर्णय गर्छ। तर शुभेच्छुक संस्थाहरू पार्टीको महाधिवेशन प्रतिनिधि हुने भन्ने जुन व्यवस्था छ, यो व्यवस्थाले अति दलीयकरणतिर पनि लिएर गएको छ। यसले पार्टीलाई पनि क्षति पुर्याएको छ, समाजलाई, सबैलाई। यो बन्द हुन्छ। तर नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिदेखि लिएर तल्लो समितिहरूसम्म सर्टेन ठाउँहरू चाहिँ कसका निम्ति मात्र छुट्याइएको छ भने खास गरिकन ल्याटरल इन्ट्री। तपाईँ हामीहरू जस्तो मान्छेहरूको आउने बाटो एउटा छ। विभिन्न क्षेत्र व्यवसाय पेशा गरेर आउनुभएको मान्छेहरू जसलाई प्रचलित कानुनले पार्टीको सदस्यता लिन दिन्छ, उहाँहरूले अब म मेरो पेशाको अनुभव गरेँ, मेरो क्षेत्रको अनुभव गरेँ, अब पार्टीमा आएर काम गर्न चाहन्छु भनेर भन्नुभयो भनेदेखि भने उहाँहरूले पार्टी सदस्यताको विशेष व्यवस्था गरिएको छ। सदस्यता लिनुहुन्छ र सदस्यता लिएपछि उहाँहरूको मात्रै प्रतिस्पर्धाबाट उहाँहरू पार्टीको समितिमा आउनुहुन्छ। त्यसैले नेपाली कांग्रेसको केन्द्रीय समितिभित्र अब हामीहरू जस्तो मात्र होइन, विविध क्षेत्रहरूबाट पेशाबाट आउने साथीहरूले पनि आउने बाटो खुल्छ, ढोकाबाटै खुल्छ, झ्यालबाट आउनै पर्दैन। यो ल्याटरल इन्ट्रीको व्यवस्था पनि हामीले यसलाई विधान भएको व्यवस्था मैले आज यसलाई पनि प्रस्ताव गरेँ। उम्मेदवारी छनौटको अर्को विषय छ। उम्मेदवारी छनौटको सन्दर्भमा पनि जुन तह, जस्तो वडा अध्यक्ष उम्मेदवार हुने हो भने त्यही वडाको पार्टीको साथीहरूले मूलतः यसको बारेमा निर्णय गर्न पाउनुपर्छ। यो व्यवस्था पनि हाम्रो विधानमा नयाँ विधान व्यवस्था भएको व्यवस्था छ। विशेष महाधिवेशनले पारित गरेको विधानमा, संशोधन गरेको विधानमा सबै तहमा युवाको सार्थक प्रतिनिधित्व, युवा पुस्तालाई यो केवल टोकन मात्र होइन, तलबाट प्रतिनिधि बनाउने कुरादेखि लिएर महाधिवेशन हुँदै केन्द्रीय कार्य समितिसम्म उहाँहरूको प्रतिनिधित्वको एउटा विशेष व्यवस्था छ। यसलाई पनि हामी लिएर जान्छौँ। र अर्को विषय भनेको कांग्रेसको लिडरसिप एकाडेमी। यो पनि मैले आज यहाँ प्रस्ताव गरेँ। यो यसपालिको विधान संशोधन गरेर हामीले इन्ट्रोड्युस गराएको विषय हो। नेपाली कांग्रेस उपसभापतिको नेतृत्वमा पार्टीमा प्रशिक्षण प्रतिष्ठान भन्ने छ। त्यो प्रशिक्षण प्रतिष्ठानले लिडरसिप एकाडेमी चलाउँछ। अब स्थानीय निर्वाचन र यो प्रोभिन्सियल इलेक्सन, प्रदेशको निर्वाचनमा जो साथीहरू आकांक्षी हुनुहुन्छ, 1 वर्षपछि हुने स्थानीय निर्वाचनमा जो मेयर बन्न चाहनुहुन्छ, वडा अध्यक्ष बन्न चाहनुहुन्छ, उहाँहरूले लिडरसिप एकाडेमीमा आएर अनिवार्य रूपमा तोकिएको पाठ्यक्रम अनुसार तोकिएको घण्टा उहाँहरूले अनिवार्य रूपमा त्यो क्लास लिनुपर्छ। अनि मात्रै उहाँहरू वडा अध्यक्षहरूलाई एलिजिबल हुनुहुन्छ।
चाहे त्यो पुरानो साथी हुनुहोस् चाहे त्यो नयाँ साथी हुनुहोस्। राजनीतिक यात्रामा आफूले गरेको अनुभव सङ्घर्षका ती अनुभवहरू भोलि कार्यक्षेत्रमा काम लागिहाल्छ, त्यो छँदैछ। तर यो शासकीय अनुभव लिएर जाने कुरा यतिकै महत्त्वपूर्ण छ। त्यसैले पब्लिक पोलिसीका बारेमा, अर्थतन्त्रका बारेमा, यावत अरू विषयहरूका बारेमा जुन तहमा बसेर काम गर्न चाहन्छ त्यो तहको जिम्मेवारी निर्वाह गर्न चाहिने विषयका सन्दर्भमा लिडरसिप एकाडेमीले यसले सञ्चालन गर्नेछ। यसै गरिकन पार्टीको सदस्यता लिइसकेपछि पार्टीको प्रत्येक सदस्यलाई पनि काङ्ग्रेसको सिद्धान्त, आदर्श, ध्येय, पार्टीको पोलिसी, चाहे आर्थिक होस्, विकास होस्, सामाजिक नीति होस्, पार्टी सदस्यलाई पनि यसले प्रशिक्षण दिने काम गर्नेछ। सार्वजनिक जिम्मेवारीमा जान चाहने व्यक्तिले निर्वाचनभन्दा 3 महिना अगाडि पब्लिक पोलिसीको कोर्स अनिवार्य रूपमा लिनुपर्नेछ। यी सबै कुराहरूको बारेमा लिडरसिप एकाडेमीले काम गर्नेछ। मैले यी कुराहरू हामी पार्टीको आजको बैठकको निर्णय पछाडि हामी सँगसँगै लिएर जान्छौँ। यसो यति गरिसकेपछि म अब 15औं महाधिवेशनको कार्यतालिका यहाँ प्रस्तावित गर्छु। यो 15औं महाधिवेशन 2082 चैत्र 21 गतेबाट चैत्र मसान्तसम्मको अवधिमा हामी यो नयाँ फारम जुन छ अद्यावधिक गर्ने र नयाँ फारम हामी सबै तहमा पुर्याउँछौँ र सदस्यता वितरणको लागि 165 निर्वाचन क्षेत्रमा प्रतिनिधि खटाउने काम गर्छौँ। 2083 साल वैशाख 1 गतेदेखि वैशाख मसान्तसम्म 1 गतेदेखि मसान्तसम्म 6743 वडामा क्रियाशील सदस्य वितरण गर्ने काम, अद्यावधिक गर्ने काम हुन्छ। सबै वडाले जो पार्टीको साथी क्रियाशील बन्न चाहनुहुन्छ त्यो वडामै जानुपर्छ, वडामै गएर फर्म भर्नुपर्छ। बाँकी रहेको सबै कुरा डिजिटली हुन्छ। सबै कुरा त्यसको इन्फ्रास्ट्रक्चर हामीले तयार गरिसकेका छौँ। वडाले नै आइडी पासवर्ड पाउँछ र वैशाख महिनाभरि हामी 1 महिना सदस्यता अभियान सञ्चालन गर्छौँ। जेठ 1 गतेदेखि 15 गतेसम्म प्रतिनिधि सभा र जिल्लामा पठाइसक्ने काम हुन्छ। 83 सालको जेठ मसान्तसम्म क्षेत्र र जिल्लाले इन्ट्री गरेर केन्द्रमा पठाइसक्ने जेठ 25 गतेसम्म र जिल्लाको प्रारम्भिक छानबिन समितिमा केही कम्प्लेनहरू छ भने त्यसले छानबिन गर्ने काम गर्छ। 2083 असार 15 गतेसम्म केन्द्रले सदस्यतामा आवश्यक छानबिन गरी टुङ्ग्याउने अवधि हुन्छ। 83 असार मसान्तसम्म अद्यावधिक क्रियाशील सदस्यको नामावली केन्द्रीय निर्वाचन समितिलाई बुझाउने काम हुन्छ। 83 साउनभित्रमा जनसम्पर्क समितिको यी विषयका सन्दर्भमा हामीले निर्णय गर्छौँ। गाउँ नगर वडा अधिवेशन श्रावण 6 गते गर्छौँ। साउन 12 गते गाउँ नगरपालिका अधिवेशन गर्छौँ। साउन 23 गते प्रदेश सभाको अधिवेशन हुन्छ। श्रावणको 30 गते महाधिवेशन प्रतिनिधि चयन हुन्छ र कार्यसमितिको निर्वाचन हुन्छ। भदौ 6 र 7 गते जिल्ला अधिवेशन हुन्छ। भदौ 15 र 16 गते प्रदेश अधिवेशन हुन्छ। भदौ 24, 25 र 26 गते नेपाली कांग्रेसको 15औं केन्द्रीय महाधिवेशन हुन्छ। र यो बीचमा हामीले अरू केही निर्णयहरू गर्नुपर्ने छ। भातृ संस्थाको बारेमा, जनसम्पर्क समितिहरूका बारेमा, जसले अधिवेशन सम्पन्न गर्नुभएको छ अधिवेशन सम्पन्न भयो, अधिवेशन सम्पन्न नभएको सन्दर्भमा के गर्ने भन्ने बारेमा अहिले निर्णय गर्ने भन्दा पनि यसका बारेमा थप अलिकति छलफल गर्नुपर्ने छ। त्यसपछि हामी निर्णयमा पुग्नुपर्ने छ। अहिले पछि छलफल गरौँला यसको बारेमा। यो बीचमा खाली अब अन्त्यमा यति कुरा राखिसकेपछि मैले प्रदेश सभा र स्थानीय सरकारका सन्दर्भमा योभन्दा पहिला नेपाली कांग्रेस पार्टीले पटक पटक हामीले कसरी काम गर्ने, यसका सदाचार नीति लगायतका सन्दर्भमा खास गरी उपसभापति विश्वप्रकाश शर्माले पार्टीको बैठकमा प्रस्ताव राखेर केही निर्देशनहरू पनि गएको अवस्था थियो। यो आजको बैठकबाट हामीले निर्णय गरेर प्रदेश सभाका सन्दर्भमा पनि, प्रदेश सरकारका सन्दर्भमा पनि, स्थानीय सरकारका सन्दर्भमा पनि नेपाली कांग्रेस पार्टीले सर्टेन केही हाम्रो एथिकल कोडहरू पनि हामी बनाउँछौँ। डेलिभरी हाम्रो इफिसियन्सी पनि बढाउनु पर्नेछ। सुशासनका सन्दर्भमा पनि हाम्रो प्रदेश सरकारहरूले एउटा मानक स्थापित गर्नुपर्नेछ, स्थानीय सरकारहरूले मानक स्थापित गर्नुपर्नेछ। ती ठाउँहरूबाट नेपाली कांग्रेसले प्रतिज्ञा पत्रमा बोलेका कुराहरू हामीले त्यहाँबाट पनि हामीले पर्फर्म गरेर देखाउनु पर्नेछ। यसका बारेमा पनि के एउटा ठोस निर्णय आजको बैठकबाट हामीहरू गरौँ। र अब केन्द्रीय महाधिवेशनमा सबै साथीहरू जुट्नुपर्नेछ। म आजकै बैठकमा केन्द्रीय सदस्य साथीहरूलाई पनि र देशभरि पार्टीका सबै तहका साथीहरूलाई म अपिल गर्छु। अब नेपाली कांग्रेस पार्टी एउटा नयाँ यात्रा प्रारम्भ भयो, एउटा नयाँ अध्याय आजबाट प्रारम्भ भयो। यो बीचमा हामी समीक्षा पनि गर्दै जान्छौँ, नयाँ साथीहरू जोड्दै पनि जान्छौँ, पार्टीभित्रका विकारहरू हटाउँदै पनि जान्छौँ, शुद्ध पनि बनाउँदै जान्छौँ, सुदृढ बनाउँदै जान्छौँ। संसदमा रहेको साथीहरूले संसदमा बसेर काम गर्नुहुन्छ। हामी जो उम्मेदवार भयो, हामी जुन ठाउँबाट हामी निर्वाचित भएर प्रतिनिधित्व गर्न सकेनौँ, तर त्यो ठाउँप्रतिको हाम्रो जिम्मेवारी छ। मेरो सर्लाही क्षेत्र नम्बर 4 प्रतिको जिम्मेवारी, जवाबदेहिता छ हामी सबैको छ। जो जना उम्मेदवार भयो ती ठाउँबाट हामी जान्छौँ, त्यहाँ पनि काम गर्छौँ। तर सँगसँगै अब भाद्र 24 गतेभित्र पार्टीको अधिवेशन सम्पन्न गर्नुपर्ने भएकोले गर्दा हामी सबैको अब अर्जुन दृष्टि अधिवेशनमा लाग्नुपर्ने छ।
म यो कमिटीमा नहुनु भएको बाहिरको साथीहरूलाई पनि अपिल गर्न चाहन्छु। एउटा विशिष्ट अवस्थामा विशेष महाधिवेशन भयो, त्यो विशेष महाधिवेशनमा नयाँ नेतृत्व आयो, हामी निर्वाचनमा भाग लियौँ, अब हामी अधिवेशनमा जाँदैछौँ। अब यो विशेष अधिवेशन अगाडि, विशेष अधिवेशन पछाडि, को विशेष अधिवेशनमा भाग लियो, कसले लिएन भन्ने सक्यो। मैले सभापतिको रूपमा यो गाडी हाँकिरहेको छु, गाडी अगाडि बढ्यो। अब यो गाडी अब रोकिँदैन। त्यही मैले भने यो गाडी अब अगाडि बढ्यो, गाडी रोकिँदैन। र गाडीमा फेरि को विशेष अधिवेशनमा हुनुहुन्थ्यो र को हुनुहुन्थ्यो भन्ने आधारमा यहाँ फेरि कोही यहाँभित्र कुनै पूर्वाग्रह पनि हुँदैन। मैले पार्टीको उपसभापतिजी र अरू नेताहरूलाई आग्रह पनि गरेको छु, जो केही साथीहरूसँग संवाद गर्ने कुरा हाम्रो जिम्मेवारी पनि, हामी संवाद पनि गर्छौँ, छलफल पनि गर्छौँ। सबै साथीभाइलाई कुनै पूर्वाग्रह नराखिकन हामी सबैलाई सहभागी गराएर सम्मिलित गराएर अधिवेशनमा लिएर जान चाहन्छौँ हामी सबै साथीहरूका सन्दर्भमा। र म सबै साथीहरूसँग मद्दत गर्नु चाहिँ अपेक्षा पनि गर्छु। मेरो अरू कुरा के पनि छैन, खालि एउटा कुरा मलाई भन्नुहोस्, पार्टीको विशेष महाधिवेशनसँग कतिपय नेताहरूको असन्तुष्टिहरू थिए होला, म मान्दछु। पार्टीको विशेष महाधिवेशन भइसके पछाडि हामीले एक दिनमा 165 जना उम्मेदवार हामीले तय गरेको। त्यो 165 निर्वाचन उम्मेदवार तय गर्दाखेरि हामीलाई त्यो बेलामा जति सूचना थियो, जति ग्राउन्ड वर्क भएको थियो, त्योभन्दा पहिला पार्टीको विधान अनुसार त्यो अनुसार हामीले निर्णय गऱ्यौँ। हामीले के कुरामा सन्तुष्टि छ भने त्यो छोटो समयभित्र निर्णय गर्दाखेरि हामीले कुनै पूर्वाग्रह नराखी निर्णय गर्ने कोसिस गऱ्यौँ। यद्यपि हाम्रो निर्णयका केही सैद्धान्तिक आधारहरू थिए, ती आधारहरूको आधारमा कोही उम्मेदवार बन्नुभयो, कोही उम्मेदवार बन्नु भएन होला। उम्मेदवार नबन्ने कुराका सन्दर्भमा म वा नेतृत्वप्रतिको असन्तुष्टि पनि स्वाभाविक पनि होला, त्यो पनि म मान्दछु। तर नेपाली कांग्रेस पार्टीको एउटा क्रियाशील सदस्य लिँदै गर्दाखेरि के शपथ खाएर लिएको हुन्छ भने कि मैले यो गर्छु भन्ने कामहरूमध्ये एउटा महत्त्वपूर्ण काम भनेको म पार्टीको तर्फबाट उम्मेदवार बनेको व्यक्तिलाई निर्वाचनमा जिताउनका निम्ति समर्पित भएर लाग्नेछु भन्ने एउटा वाक्यमा हामीले शपथ खाएका हुन्छौँ। म प्रतिको गुनासो होला, निर्णयप्रतिको गुनासो होला, तर अस्ति भर्खर भएको निर्वाचनमा नेपाली कांग्रेस पार्टीको तर्फबाट उम्मेदवार भएको, पार्टीको रुख चिन्ह लिएर उम्मेदवार भएको उम्मेदवारलाई कि मत नहाल्ने कि मत नमाग्ने, यो विषयको बारेमा मेरो कुरा के पनि छैन। यो विषयको बारेमा सम्बन्धित ठाउँका सम्बन्धित साथीहरूले नै यसका बारेमा आफ्नो मत बनाउनु होला। तर पार्टी सभापतिको रूपमा मैले यसलाई नोटिसमा राख्नुपर्छ र मैले राखेको छु। कुनै एउटा नेता कुनै एउटा निर्वाचन क्षेत्रमा 5 पटक 6 पटक 4 पटक 3 पटक उम्मेदवार बन्नुभएको छ। यो पटक पनि उम्मेदवार बन्ने चाहना राख्नुभयो। उम्मेदवार बन्ने योभन्दा अघिल्लो पटक बन्नुभयो, यो पटक बन्नु भएन। पार्टी हो, कहिले को बन्छ कहिले को बन्दैन। भोलि म अहिले काङ्ग्रेस सभापति छु, अरूबाट नेपाली कांग्रेस पार्टीको तर्फबाट उम्मेदवारै नबन्ने कुरा मेरो हुन सक्ला। यो पटक आफ्नो रुचिले नै पनि निर्णय गरेर उपसभापति विश्वप्रकाश शर्मा उम्मेदवार बन्नु भएन, उपसभापति पुष्पा भुषाल उम्मेदवार बन्नु भएन, हामी पार्टीको अरू कामहरू जिम्मेवारी लिन्छौँ भनेर भन्नुभयो। तर एउटा निर्वाचन क्षेत्रमा 5 पटक 6 पटक उम्मेदवार बन्नुभएको नेता मसँग असन्तुष्टि होला। तर त्यही निर्वाचन क्षेत्रमा हिजो आफू उम्मेदवार बन्दै गर्दा पार्टीको सदस्य भएर झोला बोकेर हिँडेको साथी आज उम्मेदवार बन्दै गर्दाखेरि त्यो निर्वाचन क्षेत्रमा एकपल्ट टेक्नु पर्दैन, त्यो निर्वाचन क्षेत्रमा एकपल्ट मत माग्नु पर्दैन। त्यो निर्वाचन क्षेत्रको त्यो उम्मेदवारको पक्षमा मत मागिदिने कर्तव्य होइन, त्यो कर्तव्य पर्ने वा कसैले सम्झाउनु पर्ने हो। त्यो पार्टीको अधिवेशन वा विशेष अधिवेशन वा यसको पक्ष वा त्यसको पक्षले निर्धारण गर्छ, गर्दैन। तर यसका बारेमा पनि म कुनै पूर्वाग्रह राख्दिनँ। खालि मैले नोटिसमा लिएँ भनेर भने पार्टीको अनुशासन समिति छ, अनुशासन समितिले आफ्नो काम गर्छ, पार्टीको विधिसम्म ढङ्गले काम गर्छ। म आज यो बेलाबेती मात्र भन्न चाहन्छु, पार्टीको विशेष महाधिवेशनबाट आएको नेतृत्वले आफ्नो जिम्मेवारी निर्वाह गर्ने क्रम अन्तर्गत निर्वाचनको काम सम्पन्न गर्यो। परिणामको बारेमा धेरै कुरा भइसकेको छ, समयक्रममा यसका बारेमा अरू कुराहरू टुङ्गो लाग्छ, महाधिवेशनले यसको बारेमा समीक्षा गर्छ। यो गाडी अगाडि बढ्यो, यो गाडीमा कोही छुट्नुहुन्न, सबैलाई समेटेर लिएर जाने। तर कोही छुट्छु भनेर भन्नुहुन्छ भने यो मेरो कुरा होइन। तर म आग्रह गर्छु सबै साथीहरूलाई, सबै तहमा बसेको साथीहरूलाई, म सिङ्गो नेपाली कांग्रेस पार्टीको सभापति हो, मैले सबैलाई लिएर जाने जिम्मेवारी मेरो हो, सबैसँग संवाद गर्ने रेस्पोन्सिबिलिटी मेरो हो। मेरो टिमको साथीहरू सबैले तपाईँले मलाई मद्दत गर्नुभएको छ, थप गर्नु पनि पर्छ सबैलाई समेटेर लिएर जाने कुराको सन्दर्भमा।
तर यसमा सबै साथीहरूले त्यही अनुरूपले सदा सदा पनि राख्नुहुन्छ भन्ने कुराको म अपेक्षा पनि गर्छु। र आजबाट म यही भनाइ राख्दै टुङ्ग्याउँछु, हामी आजको यो बैठकको निर्णय पछाडि म साथीलाई अनुरोध गर्छु, अब महामन्त्रीले प्रस्ताव राख्नुहुन्छ, तपाईँले लामो समीक्षा गरिसक्नु भएको छ, हामी 65 क्षेत्रमै 165 क्षेत्रमा गएर समीक्षा गर्छौँ। त्यसैले यसको बारेमा अब धेरै छलफल अस्ति भइसकेको हुनाले गर्दा हामीले फेरि तुरुन्तै आज मङ्गलबार भयो, शुक्रबार या शनिबार नवनिर्वाचित भएको सांसदहरूको अभिमुखीकरणको कार्यक्रम पनि राख्नुपर्ने छ। अरू पनि केही कामहरू हामीले गर्नुपर्ने छ। त्यो भएकोले गर्दा यो बैठक यो अहिलेको बैठक छोटो गरौँ, केही निर्णयहरू गरौँ र हामी अधिवेशनको काममा जुटौँ र त्यसको बिचमा फेरि आवश्यकता अनुसार हामी थप छलफल गर्छौँ नै। र यो फेरि एकपटक यहाँहरू सबैलाई मलाई गर्नुभएको विश्वासको लागि धन्यवाद दिँदै मैले देशभरिका साथीहरूलाई फेरि अन्तिममा अनुरोध गरेँ, अपिल गरेँ, नेपाली कांग्रेस पार्टी थप आत्मविश्वासको साथमा प्रमुख प्रतिपक्ष जिम्मेवारी पनि यसले निर्वाह गर्छ, यसले राष्ट्रिय राजनीतिमा आफ्नो भूमिका पनि यसले निर्वाह गर्छ। सुशासनको यो नयाँ अध्यायमा कांग्रेसले आफ्नो भूमिका निर्वाह गर्नुपर्ने यो भूमिका देखिने गरिकन, बुझिने गरिकन, सुनिने गरिकन, सबैले महसुस गर्ने गरिकन आफ्नो भूमिकाले निर्वाह गर्छ र पार्टीका सन्दर्भमा व्यापक सुधारको, पार्टी ग्रान्ड रिफर्मको यात्रा प्रारम्भ, अधिवेशन मात्र होइन, यो ग्रान्ड रिफर्म शुद्धिकरणको हो, सुदृढीकरणको हो, पार्टीको पुनर्जागरणको हो। नेपाली कांग्रेसको स्थापनाको बेलामा नेताहरूले जुन भ्यालुजले पार्टी स्थापना गर्नुभयो त्यही भ्यालुजलाई फेरि हामी समात्छौँ। तर एउटा नौजवानले कांग्रेसको कार्यालय हेर्दै गर्दा यो मेरो पार्टी हो भन्ने पार्टी बनाउँछौँ हामी, एउटा विश्वास गर्ने, भरोसा गर्ने पार्टी हामी बनाउँछौँ। यसका निम्ति यहाँहरू सबैको साथ यसरी नै रहन्छ भन्ने विश्वास गर्दै र अब 15औं महाधिवेशन तर्फको यो यात्रामा केन्द्रीय समितिको ठुलो जिम्मेवारी छ, यो जिम्मेवारी हामी सबैले निर्वाह गर्छौँ भन्ने विश्वास राख्दै अरू मैले राखेका कुराहरू भए यसलाई प्रस्तावहरू मैले महामन्त्रीले राख्नुहुन्छ, त्यसमा हामी छलफल गर्छौँ र निर्णयमा पुग्छौँ। मेरो कुरा टुङ्ग्याउँछु। धन्यवाद।